अनि कतिपटक हामीले विचार गर्नुपर्ने कुरा आफैलाई जब हामी अनुशासनमा राख्न सक्दैनौँ भने हामीले अरूलाई शासन गर्न सक्दैनौँ। एउटा अगुवाको हैसियतले, एउटा विश्वासीको हैसियतले, त्यसकारणले प्रभुले त्यतिकै भन्नुभएको होइन, तिमीहरू पृथ्वीका नुनहरू हौ। नुनले त्यसको स्वाद गुमायो भने त्यो नुन काम लाग्दैन। अनि यो अनुशासनको सम्बन्धमा, तार्नको सम्बन्धमा मैले गएको वचनमा पनि भनेको थिएँ, हामी माथिल्लो लेभलदेखि तल्लो लेभलसम्मै, माथिल्लो पास्टर एल्डर डिकनहरूदेखि लिएर तल हामी भोलन्टियरदेखि लिएर यत्तिकै सहभागी मात्रै, यो सेवामा सहभागी मात्रै हुने विश्वासीहरू पनि यदि हामी अनुशासनमा बस्दैनौँ भने, आफै अनुशासनमा बस्न नसक्नेले अरूलाई अनुशासनमा राख्ने अधिकार पनि रहँदैन र अरूले केही नभने तापनि आफ्नै विवेकमा हामी कमजोर हुन्छौँ। यसकारण परमेश्वरले हामीलाई अनुशासनमा राख्नुहुन्छ भने उहाँले आफ्नो छोराछोरीहरू भएको कारणले गर्दाखेरि हामीलाई अनुशासनमा राख्नुभएको हो। र त्यो अनुशासन दण्ड सजाय होइन, अनुशासन चाहिँ एउटा करेक्सन मात्रै हो। छोरा तिमीले गरेको यो गल्ती छ है, छोरी तिमीले गरेको यो गल्ती छ। तर कतिपटक ती हातहरू, ती बोलीहरू हामी त्यो अनुशासन गर्ने हात कतिपटक हामी देख्दैनौँ। हाम्रो दोष चाहिँ यो हो, ती अनुशासनका त्यो शब्दहरू हामी सुन्न सक्दैनौँ अथवा भुल सुन्छौँ। त्यो अनुशासन देख्ने आँखाले हामी कतिपटक दृष्टिभ्रम हुन्छौँ। विचार गरौँ, हाम्रो अगाडि राखिएको दौडबाट कतिपटक हामी दिग्भ्रमित भएर यताउति लागेका हुन सक्छौँ। यसकारण यहाँ बाबु र छोराको एउटा दृष्टान्त यहाँ दिइराखेको कुराहरू छ। संसारको एउटा शारीरिक बुवाले त आफ्नो छोरा छोरीलाई अनुशासनमा राख्नुहुन्छ भने परमप्रभु परमेश्वरको राज्यको काम गर्ने मानिसहरूलाई परमेश्वरले कसरी अनुशासनमा राख्नुहुन्छ, त्यो कुराको विचार हामीले गर्नुपर्नेछ। हामी अधीनमा बस्न सिक्नुपर्छ, आफैलाई अनुशासनमा राख्न सिक्नुपर्छ। एकछिन मात्रै हो गाह्रो हुने भनेको, तर निरन्तरको त्यो अनुशासनले हामी निश्चित सेपमा पुगिसकेपछि, निश्चित लक्ष्यमा पुगिसकेपछि त्यसले ल्याउने नतिजा, त्यसले दिने इनाम त्यो त्यति अपार आनन्दको हुन्छ, त्यति महान हुन्छ कि त्यसले शान्तिपूर्ण धार्मिकताको फल उत्पन्न गराउँछ। यसकारण यो तेस्रो खण्डमा हामीले विचार गर्नुपर्ने कुरा, हामी परमेश्वरको छोराछोरीहरू भएको कारणले गर्दाखेरि यो गएको वचनमा यो बप्तिस्मा दिने यूहन्नाले बप्तिस्मा दिन आउँदाखेरि चेतावनी दिन, ए पश्चाताप गर, सर्पका बच्चाहरू पश्चाताप गर्न आऊ भन्दाखेरि चलाक मानिसहरू चाहिँ सबैभन्दा अगाडि आएर बप्तिस्मा लिन आएको थियो होइन। अरू बेला मतलब छैन, तिमीहरूलाई अब पिट्छु मार्छु, अब दण्ड दिन्छु भनेर भनिसकेपछि दण्ड पाउने डरले मात्रै साँचो पश्चाताप गरेको थिएन। त्यसकारणले गर्दा साँचो पश्चाताप गर्नुपर्ने, साँचो रूपमा अनुशासन बस्नुपर्ने, देखाउनको लागि मात्रै होइन, हामीले देखिने गरी काम गर्नुपर्छ। देखाएको जस्तो मात्र होइन, देखिने गरी। फेरि त्यो देखाउनको लागि होइन, काम गर्दा गर्दै मानिसले आफैले देख्छ, सेवा गरेको मानिसहरूले आफैले देख्छ हामी कतिको साँचो छौँ कतिको झुट छौँ भन्ने कुरा देख्ने मानिसले सजिलै थाहा हुन्छ। यो सांसारिक मानिसले त त्यसरी देख्छ भने परमेश्वरले कति गहिरोसँग देख्नुहुन्छ। यसकारण हामीले पाएको ताडनामा हामी दुखित हुनु हुँदैन। तितो लागे तापनि त्यो हाम्रै फाइदाको लागि हो। सुखद नभए तापनि, दुःखदायी भए तापनि हामीमा भएको विकृतिहरूलाई एउटा एउटा गरी निकालेर सफा गरेर अगाडि बढ्नुपर्ने कुराहरू छ।